के छ त हालखबर आजभोलि? एकदम ठिकठाक बिन्दास। कसरी दिनहरू बिताइरहेछस् आज टक्क? काममा जाने, आउने, भात खाने, जिम जाने यही हो। जीवनशैली यसरी चलिरहेछ भन्नु पर्यो। है अनि कति भयो जापान आएको? मात्र 4 वर्ष पुग्यो कि 4 वर्ष पुगिसक्यो र? पुगिहाल्यो नि हो। 3 वर्ष चाहिँ कम्प्लिट भयो होला नि। 4 मा लाग्दैछ। उम्, जापान अनि आएपछि यसरी तालु पनि खुइलो हुन्छ। अनि जापान आएपछि त होइन अहँ। नेपाल र जापानमा के भिन्नता पाइरहेछस् तैँले? जस्तै तेरो लाइफमा चाहिँ के भिन्नता पाइरहेछस्? अब जापान आएपछि पैसा हुन्छ, नेपालमा हुँदैन, त्यही हो भिन्नता मेरो लागि। हो र? अब यहाँ टाइम कसरी गयो त्यो पनि थाहा हुँदैन, चाँडो टाइम जान्छ। नेपालमा भए अलि ढिलो जान्छ क्या हो। अनि गएकोहरू कस्तो भइरहेछ? गएको त चाक पेलाइ भइरहेछ। पढाइ चाहिँ अन्त पढाइमा अलिक धेर अब खटाइ भइरहेछ सुन त्यही हो। अब आउँदै गरेको भाइ बहिनीहरूलाई के भन्छस् त नि? अब पढ्नु आउँदैछ नि त, अब तिनीहरूलाई चाहिँ कसरी पढेर आउँदा राम्रो हुन्छ, के सिकेर आउँदा राम्रो हुन्छ, त्यो कुरामा के भन्छस् त? चाहिँ के सजेस्ट दिन चाहन्छस् भन्नु? सकेसम्म जापान चाहिँ आउँदै नआउनु खै पनि, सतुर पनि नआउनु। यदि आउनै मन छ भने सङ्घर्ष र पढाइमा खटिन्छु भनेर आउनु। त्यो चाहिँ माइन्डमा सेभ हुनु पर्यो। अनि अर्को कुरा भनेको चाहिँ नेपालबाटै सकेसम्म राम्रो भाषा सिकेर आयो भने काम पाउन सजिलो हो कि नि अन्त? हो, काम पाउन सजिलो। भाषा चाहिँ कम्तीमा नै एन्फो लेभलको सजिलो कुराकानी गर्न सक्ने भएर चाहिँ आउँदा अझ राम्रो होला अनि जस्तो लाग्छ मलाई। तँलाई अब जापान आउँदा सुरुमा कति गाह्रो भएको थियो त? गाह्रो त के धेरै गाह्रो भएको थियो, भाषा नआउने, काम नपाउने, उम्, अब खान नमिल्ने त्यस्तै हो। गाह्रो त अब भइहाल्छ नि अर्काको ठाउँ देशमा। नेपालमा खाएको कुराहरू यहाँ अब यहाँको नयाँ खानेकुराहरू सुरुमा खानु मिठो नलाग्ने होइन? उहुँ। त्यस्तै हो। अनि कसरी युज टु भइस् त नि जापान? अब जापानमा त्यही त हो नि, काम गर्ने, स्कुल जाने, आउने, खाना बनाउने, खाने, त्यसरी नै अब समय गएको बितेको थाहा नहुने त्यसरी अहिलेसम्म चलिरहेछ। अनि घर कत्तिको मिस हुन्छ त? पहिला पहिला त अलिक हुन्थ्यो पनि, आएको 2-3 महिनासम्म। त्यसपछि त अब काम र स्कुलमा बिजी भएर त्यति याद पनि आउँदैन आजभोलि त। जस्तै अब मलाई चाहिँ सुरुमा एकदम बहुतै होमसिक भएको थियो होइन? अहँ। अब सिङ्गल खाना बनाउने खाने टक्क अब फ्यामिली मिस हुने, अनि त्यो बेला चाहिँ नरमाइलो लाग्थ्यो। तँलाई चाहिँ कस्तो लाग्छ त नि? त्यसलाई चाहिँ कसरी अब होइन अहँ। तेरो आफू एक्लै खाँदाखेरि चाहिँ तँलाई कस्तो फिल भयो त नि? अब आफूले पकाएर आफूले खाँदा त त्यो त अवश्य नरमाले त भइहाल्छ नि। त्यही पनि अब त्यो विशेष चाहिँ अब चाडबाडको बेला, अब रमाइलोको बेला धेरै नै मिस हुन्छ भनौँ न। परदेशी नेपाली दाजुभाइहरूलाई चाडबाडको बेला चाहिँ धेरै नै मिस हुन्छ, सम्झिन्छ फ्यामिली, त्यही हो। समटाइम त चाडबाड पनि नहोस् जस्तो फिल हुन्छ होइन? दसैँ तिहार आउँदा त त्यही हुन्छ, अलिक पर सरस भन्ने जस्तो लाग्छ। साथीहरू पनि अब नजिक भयो भने सँगै भयो भने त ठिकै हो। अब एउटा कुरा भने चाहिँ फेरि कामको सिफ्ट मिल्दैन नि त। अहँ। मेन प्रब्लम भने चाहिँ त्यहाँ हुनुपर्छ होइन? फेरि काम अब छोड्यो, अब काम गएन भने पनि कामबाट निकालिदिने प्रब्लमहरू हुन्छ होइन? जस अब जापानमा डिसिप्लिन चाहिँ कतिको इम्पोर्टेन्ट छ त नि? के लाग्छ तँलाई डिसिप्लिन बारेमा? कतिको डिसिप्लिन हुनुपर्छ? डिसिप्लिन त एकदमै चाहिने कुरा हो जापानमा बस्न। जीवनशैलीमा दैनिक हामीले चलाउने जीवनशैलीमा प्रयोग डिसिप्लिन त 1 नम्बरमा पर्छ। त्यसैले अब डिसिप्लिन चाहिँ बच्चैदेखि मृत्युसम्म चाहिने कुरा हो, सबैभन्दा पहिलो नम्बरमा। अब जिमको बारेमा जिम गइरहेछस् होइन? जिम गइरहेको छु, त्यही हो। अब रेस्ट जिमको मिल्दैन, खाना मिल्दैन। त्यो आफ्नो टाइम चाहिँ कसरी म्यानेज? तेरो टाइमको बारेमा भन् न। बिहान के गर्छस्? बिहानदेखि बेलुकाको तेरो टाइम सेड्युल के छ त भन्नु त? बिहान 5 बजे उठ्ने, जिम जाने, त्यसपछि आउने, अनि
खानासाना बनाउने, यसो खाने, सर गर्ने, कलेज जाने, कलेजबाट आउने, काममा जाने, आउँदा अब कामबाट आउँदा 10-11 बज्छ, त्यहाँबाट 3-4 घन्टा सुत्ने, त्यही हो। त्यसरी चलिरहेछ। जस्तै नेपालमा चाहिँ कसरी बित्थ्यो त नि तिनीहरू? नेपालमा नि पहिला म त माटमै काम गर्थेँ, त्यही 2-10 माटमा काम गर्थेँ, त्यही घुम्यो, बाइक चलायो, घुम्न गयो, त्यही काम गयो, त्यसरी चलिरहेको थियो। अब त्यहाँ भन्दा पनि अब यहाँ आएपछि धेरै नै बन्धनमा परे जस्तो लाग्यो मलाई। जापानमा सेभिङ अनि इन्कम कतिको हुन्छ त? अब कतिको सेभिङ गर्न सकिँदो रहेछ? अब महिनाको 3-4 लाख कमाइथ्यो, तर सेभिङ भन्ने 1 रुपियाँ अहिलेसम्म गर्न नि सकिनँ, गरेको नि छैन। स्टुडेन्ट लाइफमा सेभिङ चाहिँ मलाई लाग्छ कसैले सक्दैन जस्तो लाग्छ। होइन, सक्नेले त सक्छ, सक्नेले त सक्ला होला, तर अब त्यस्तै कन्जुस गरौँ खानामा, लाउनमा, यता कन्जुस गरौँ भने सक्नेले सक्छ। जे जस्तो भए पनि अब हाम्रो अब यो ठाउँमा भइसकेपछि जे जस्तो भए पनि अब केही कुराहरू त हामीले म्यानेज गर्नु पऱ्यो नि त। त्यो कुराहरू म्यानेज गर्दा गर्दा पैसा त अब सकिहाल्छ। सकिन्छ, त्यो त अभियसली सबैको। अनि स्कुल फी कतिको एक्सपेन्सिभ छ, मन्थली कतिको जान्छ? मन्थली भन्दा नि अब वर्षको Yearly, 11-12 लाख जति त्यतै लाग्छ। अब त्यो बाहेकको खर्चहरू अब कपडा किन्नु पऱ्यो, अब सामान किन्नु पऱ्यो, यता गर्दा त लगभग वर्षको 15 लाख जति चाहिँ पुग्छ। पुग्छ है। अहँ। जिरोसे त एक्सपेन्सिभ छ नि त अब अरू हेर्दा। त्यही भएर पनि अब जिदोसाको सामान किन्नु पऱ्यो, मेकानिक यता अब अनि जुत्तादेखि टोपीसम्म किन्नु पऱ्यो, यता अरू किन्दा पनि धेरै सामान पनि लाग्ने भएर पैसा नि त्यस्तै खर्च हुन्छ। अब कुरुमा चाहिँ सेउराईमा के देखाएको छ जस्तो नि अब के होला जस्तो छ त पछि अब गाडी स्कुल पढिरहेछस् होइन, पछि गएर गाडी स्कुलबाट चाहिँ के चाहिँ होला जस्तो लाग्छ त नि, के चाहिँ गर्न सक्छु जस्तो लाग्छ? अब मेरो यो जिदोसा पढ्नुको अब उद्देश्य चाहिँ त्यसमा काम गर्ने, कम्पनी छिरेर त्यसपछि त्यसमा बोनस चाहिँ राम्रो हुने भएकोले म चाहिँ अब त्यो जिदोसा पढेको भनौँ न सुरुमा। अब नयाँ अब भाइहरू छन् त, उनीहरू अब के पढ्ने कसो पढ्नेहरू, तेरो आफ्नो जिदोसेको बारेमा भन्न त, एक्सपिरियन्सको बारेमा, कसरी छिर्नलाई कतिको क्वालिफिकेसन चाहिन्छ होइन, छिरिसकेपछि कतिको पढ्नुपर्छ, केही अब अहिलेसम्म अब त्यति धेरै त हामीलाई थाहा छैन, नो द्याट होइन। अब जतिसम्म थाहा छ त्यतिसम्म भन्न, आफूले गरेकोसम्म चाहिँ भन्न त अब कसरी छिरिस स्कुलमा, अनि छिरिसकेपछिको अब छिरिसकेर अहिले यहाँसम्म आउँदाखेरिको त्यो कुराहरू चाहिँ भन्न त। अब कम्तीमा नि क्वालिफिकेसन भनेको एनसान पास गरेको त्यति चाहिँ चाहिन्छ। त्यो पनि पास गरेको छैन भने 1 वर्षमा निकाल्दिन नि सक्छ होइन। पढाइमा चाहिँ अब दिनरात भन्ने हुन्न, पढाइ चाहिँ लास्टै धेरै पढ्नुपर्छ। उनीहरूले यति माइन्डमा टचर दिन्छ कि इचीसम्म चाहिँ पास गर्नै पऱ्यो क्या। त्यति भन भने चाहिँ उनीहरूले लास्टै टचर दिन्छ क्या, पागलै बनाइदिन्छ। पढाइ चाहिँ दिनरात त्यता नभनिकन पढ्नु चाहिँ पऱ्यो। त्यही हो, जिदोसा पढ्नेले पढाइमा चाहिँ 100% ध्यान दिएर मात्रै पढ्नु पऱ्यो। जहाँ पनि पढ्न त त्यही हो, जहाँ पनि पढ्नु त पर्छ होइन। अरूमा भन्दा अब जिदेउसामा खान्जी नि धेरै पढ्नु पर्ने, अब टचर पनि धेरै हुने। अब अरूमा भन्दा अब गए पनि नहुने, गए पनि हुने, नगए पनि नहुने खाले चाहिँ होइन। अब बिदा बस्न नि मिलेन, बिदा बस्यो भने इक्जाम लिन्छ, इक्जाममा फेल भयो भने झन् टचर दिन्छ, पागलै बनाइदिन्छ, यति गाली गर्छ। त्यो चाहिँ तेरो स्कुलको उप हो? अब नियम भन्दा पनि जिदोसामा प्राय त्यही हुन्छ होला जस्तो लाग्छ मलाई त। गाह्रो त जिदोसँग गाह्रै हुन्छ भन्ने सुनेको थिएँ, त्यही पनि। अब नयाँ पढ्ने, अब नयाँ सेनमन गएको या दाइको छिर्दै गर्ने भाइहरू छ भने तिमीहरू पनि अब होइन, अब कसरी पढ्ने कसरी जाने भन्ने कुरा चाहिँ सिकिराख्दा राम्रो हुन्छ होइन, अहिलेदेखि नै। त्यो पनि हो। पछि अब सोध्छु कि हुनुभन्दा अब अगाडिदेखि कति 4-5 महिना समथिङ, त्यही अगाडिदेखि नै
अब स्कुलहरू त भटाभट छिर्ने टाइम हुन्छ नि त। उहुँ। अब त्यो टाइमभरि चाहिँ अब आफूले प्रिपेयर गर्न सक्यो भने चाँडै राम्रो स्कुल जान सक्यो, राम्रो स्कुल जान सक्यो भने त राम्रो हो नि त। पछि अब हाकेल लाउनु परेन त्यो आफ्नो। पनि हो। तर आफ्नो अब चाहना के पढ्ने, के पढ्दा कस्तो हुन्छ भनेर राम्रोसँग बुझेर आफूले अब म यो पढ्न चाहन्छु भनेको आफूले चाहनेले अब क्रुमा भयो, होटेल भयो, बिजनेस भयो, अब युनिभर्सिटी भयो, आफू के पढ्ने भनेर चाहिँ आफैले माइन्डमा सेभ गर्ने, आफैले त्यो चाहने कुरा हो क्या। अब अरूले केमा राम्रो भनेको छ त्यता कुद्नुभन्दा पनि अब आफूले के पढ्दा ठिक आफूले अब त्यो कुरालाई चाहिँ आफ्नो उम्, क्योमी के छ अनि त्यसमा चाहिँ अँ, फोकस गरेर त्यही अनुसार आफूले खोज्नु पर्यो। त्यो पढ्नु पऱ्यो त्यो चाहिँ अनि मेन मात्रै ध्यान केन्द्रित हुन्छ पढाइमा। नत्र चाहिँ अब यताउता हल्लिने, गफ गर्ने, जाँड खाने त्यही हो जापानको लाइफ। नेपाल कहिले जाने सोचिरहेछस् त नि अब? नेपाल त अझै 4-5 वर्ष लाग्छ होला। नेपाल जाने अब पहिला विदेश आउने सपना हुन्छ, आजभोलि नेपाल जाने सपना हुन्छ। मेरो चाहिँ अरूको पनि त्यही हुन्छ जस्तो लाग्छ प्राय है मलाई। प्राय सबैको अब सबैको भन्नु मिल्दैन, कति त गएको पनि छ होइन। उहुँ, अब कति अब पैसा कमाएर गएको पनि छ, पैसा नकमाउनेहरू पनि छ यहीँ, एउटा काम गर्ने पनि यहीँ छ, धेरै काम गर्ने पनि यहीँ छ। गाह्रो भन्ने के हो सबै त्यो काम गर्नेलाई पनि थाहा छ, काम नगर्नेलाई पनि थाहा छ उहुँ, होइन। उहुँ। काम खोज्नुलाई चाहिँ के गर्नु पर्दो रहेछ त नि जापानमा? अब खोज्नलाई त अलिकति भाषा भयो भने त सजिलै हुन्छ। भाषा भएन भने कि आफ्नो चिनेको मान्छे हुनुपर्यो कि आफ्नै मान्छे हुनुपर्यो काम खोज्नको लागि पनि, गर्नको लागि पनि। अब फर्स्टमा आउने आउँदा गर्ने भनेको यामातो, बेन्तो। अब त्यहाँ भाडी उचाल्नुपर्छ, अब गर्नु सामानहरू यतात्यता। अब बेन्तो गयो भने हामी उभिन बानी भएको हुँदैन, त्यसमा नि झनै गाह्रो हुन्छ। अब त्यही हो, अब कि आफ्नो मान्छे नै चाहियो कि भाषा नै चाहियो। नेपालमा हुँदा त यहाँ त काम हान्छु भन्थ्यो नि त। उहुँ, डाइरेक्ट यहाँ जाने यहाँ त काम हान्ने उता त सोच्थेँ होइन। तर यहाँ आएपछि धेरै डिफ्रेन्ट क्या। त्यो पनि भने जस्तो हुन्न भनेको क्या। यहाँ त भनेको अँ, जस्तो यहाँ त काम नि पाउँदैन। भने जस्तो नि नहुने, अब अँ, आफूले सोचे जस्तो नि नहुने, अँ, धेरै कुराको समस्यामा गुज्रिँदै जापानको लाइफको स्टुडेन्ट लाइफ अगाडि बढ्छ क्या। उहुँ। अरू केही छ भने भन्, यसो अरू एडभाइसहरू केही छ भने भन्, नत्र भने भन्न। अब के भन्नु र, जापानमा धेरै दुःख छ। अब दुःख गर्छु र पढ्छु भन्न सक्ने अब विद्यार्थी भाइ-बहिनी चाहिँ आउँदा हुन्छ, होइन? अब त्यहाँ जाने, रमाइलो गर्ने त्यो सोचले चाहिँ कोही पनि नआउनु। जापान आउँदै हुनुहुन्छ भने अब खाडी मुलुक भन्दा नि चर्को छ जापान। अब दुःख त त्यस्तो नै हुन्छ। अब पढ्नु पर्यो, राति काम हुन्छ, सुत्न पाइँदैन। त्यो अब आमाले पकाएको खाएर रमाइलो गरेको जिन्दगी र यो आफूले भोग्ने जिन्दगीमा धेरै फरक भएर बहुत होइन, गाह्रो नि त्यो अब त। यहाँ आएर झुन्डेर मर्नु, अब यतात्यता रक्सीहरू खाएर मर्नु, अँ, अब अँ, समुद्रमा डुबेर मर्नु भन्दा चाहिँ बरु पहिल्यै सोचेर आउनु के, जापान म किन जाँदैछु, दुःख गर्न सक्छु कि सक्दिनँ भनेर त्यो चाहिँ आफूले धेरै एकचोटि होइन 100 चोटि सोचेर मात्र जापान आउनु होला। हस् त, धन्यवाद।